हेलो नमस्ते सबैजनालाई आइयो सबैजना सन्चै म पनि सन्चै आएको छु आज चाहिँ टक्क गाउँको भाइसमा टक्कसँग गाउँमा टक्क हेर्नु फुलहरू कस्तो बवाल तरिकाले हामी चाहिँ टक्क घरसर लिपेर नि भ्याइयो आनन्दसँगले टक्क हेर्नु रमाइलो यस्तो दामी पिसवाला भएको छ टक्क इन्डियन लगाइदिएको कि दामी यस्तो बवाल मजा आउँछ कि फेरि टक्क कामसाम सब भ्याइएपछि अब टक्क दाइरोमा टमाटर टिप्नुमा फुलहरू हेर्नु न कस्तो बवाल भयो टक्कै घरको सिङ फेरि यस्तो दामी भयो सिङसाङ यही टक्क हाम्रो घर यस्तो देख्दै बवाल तरिकाको दाइरेमा टमाटर टिप्नु जाने भनेको दाइ फेरि कता गयो पुरापट्टि छ कि साइली यस्तो हेर्नु बवाल चाहिँ फुल चाहिँ हाम्रो अङ्कल उहाँबाट टक्क हिरो भनेर त्यस पानी पऱ्यो भागसुरी बवाल तरिकाको भयो कि तल फेरि रोटी बनाउने कार्यक्रम भयो हेर्नु पानी कस्तो आनन्दले भयो कहाँ गयो दाइ राइला दाइ किधर चली गई दाइ कहाँ गयो त बाटै रहन्छ क्या खोलो खोलो जान पर्यो दाइ दाइ हाम्रो उता टाउन टेर्दै यो फेरि सुन्तलाको बुट मकै सब फेरि सब भइसक्यो हाम्रो घर चाहिँ माथि डाँडापट्टि मम्मीहरू चाहिँ आज आउने भन्नु आएको त्यहाँ गाडी नपाएर अलिकति फस्नु भएको कि त्यहाँ कताबाट गयो हाम्रो रातो रातो हाम्रो ठुल्बाले हजुर यहीँ टमाटर टिप्न किन पाके हो कि थुप्रै छ अलिअलि हो हाम्रो ठुल्बाले यहाँ रोपेको सिमीको सिजन टमाटर यहाँ टक्क हाम्रो दाइ फेरि टिप्दै हिँडेर छ क्या सबै टक्क पाकेर टमाटरहरू फेरि यो पालो धेरै हुन्छ कि रातो रातो लोकल हो फेरि यति भए चाहिँ दाइ कस्तो लागिरहेको टमाटर टिप्दा ल ल हाम्रो आमाले फेरि अलि रातो रातो हरियो टिप्लास भन्नुभयो कि आज चाहिँ ट्याक्क सेलरोटीसँग बनाएर खाने भने इन्डियन लाग्थ्यो नि कता गयो यार यहाँबाट फेरि देख्यो होइन है सिमीहरू कोकरा चाहिन्छ सिमीहरू है सिमीको तरकारी बिहान सिमी सिमी राति सिमी नै सिमी बेस मजा आउँछ टमाटर हेर्नु नि फेरि यस्तो पुरै बारी टक्क सबमा हाम्रो ठुल्बा फेरि यस्तो मेहनतिलो हुनुहुन्छ कि पुरै बारी जति पहिला डल्ले खुर्सानी छ डल्ले खुर्सानी कता लगा है डल्ले खुर्सानी पुरै टमाटर के पुरै पाके यता 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 यी सब टमाटर अलि पाक्ने बेला पनि भएको छैन त्यही पनि हरिहरी छ कि सिमी चाहिँ यत्रो भइसक्यो हामीलाई यतिको जाँगर भएको गाउँतिर कमसेकम यहाँ कतिवटा बोट होला दाइ 600-700 होला 600-700 बोट हाम्रो गाउँ उहाँ ट्याक्क बारी यो सब फेरि हाम्रो बारी फेरि हामी फेरि यस्तो के हो तल पनि छ कि हाम्रो फेरि बारी उहाँ पारी डाँडामा अस्ति मासु लिनु फेरि उहाँ पारी डाँडा गएको त्यत्रो मासु खान यति दुःख आमा सुकुटी बनाएर राखेको रसिरहेको छ नि कति एक बाल्टी भन्नु मम्मीहरूलाई लिनु जान थियो अब त्यो गाडी नपाएर यस्तो दुःख कि गाडी नपाएर भयो होला है टिपै अलि पाकेको टिपै त्यो हरियो नटे फेरि आमा फेरि कोल्याप्स हानिन्छ कोल्याप्स यता फेरि पुरै हरियो रहेछ कि सब वहीँसम्म सो यतिको भन्दा बाई बाई गाइज